चाउचाउ गइसकेको छ। एकदम पिरो मिठो साथीहरू चरपटी चरपटी चरपटी। सो हेलो फ्रेन्ड्स, नमस्कार, वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि स्वागत छ मेरो एक नयाँ भिडियोमा। आयो कि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि सन्चै छौँ फ्रेन्ड्स। अनि आज हामी अहिले यतातिर आछौँ रोडतिर, मतलब बाटो भोज खानालाई, मतलब त्यसले के भन्छ बाटोको पिकनिक खानालाई। सो हजुरहरूलाई चाहिँ भिडियो हेर्दै गर्नु होला, किनकि आज चाहिँ हाम्रो काम छैन, सो खाएर बस्ने हो। त्यही भएर अब हजुरहरूलाई थोरै देखाऊँ भनेर यतातिर चाहिँ अब हामीले खाजाको सामान लिएर हिँड्दैछौँ। बारीमा खान मन लागेर त्यही वनभोज। चाउचाउ के चाउचाउ मजाक चल रहा है क्या? साथीहरू, अनि मैले यतातिर ल्याएको छु, यो किरा ल्याएको, यो पानी खानालाई ल्याएको हो। यो भनेको चाहिँ आरू हो, अचेलको अर्ग्यानिक। यो भनेको चाहिँ हाम्रो सस हो, गाउँको अर्ग्यानिक। अनि अब हामी गर्छौँ कि हाम्रो फ्रेन्ड्स होइन। अनि यतातिर आलु पनि छ, आलु पोलेर राखेको अघिदेखि मैले। बरु भन्दाखेरि यहीँ बनाउने नि, यहाँ कतै राखेको यो नुन यहीँ राख्ने क्या अब। अनि यो खुर्सानी। सो हलमा फ्रेन्ड्स, म त हेर्ने मात्र। लेट्स स्टार्ट। अलिकति मैले जग्गा चलाउँछु। यता चाहिँ हाम्रो चटपटीको सामान। यो ताउताउलाई चाहिँ गुन्जेले खाइसकेको छ, मुसाले दारिसकेको छ। अनि यतातिर चाहिँ हाम्रो उयो छ, हजुरहरूले देख्नुहोस्। अनि यतातिर प्याज, उहाँ हुनुहुन्छ खोर्सानी काट्नेवाला। अनि यतातिर बाबाले आलु तास्दै, त्यही पनि मैले अघि भर्खरै पोलेको आलु तास्दै। यतातिर हाम्रो मम्मीको एन्ट्री भइसकेको छ फाइनली। हेलो हाई नमस्कार गरिदिनु। सिङ्गल भयो हिजो राति। यतातिर चाहिँ दाजु बहिनीले चरपटी बढाउने सामानको चरपटी बढाउँदै हुनुहुन्छ। उहाँलाई पानी तिर्खा पनि लागे जस्तो छ। अनि आज चाहिँ हाम्रो बस्ने दिन हो कि कसैको पनि मेरो नगइकन। अनि यस्तो यतातिर अलिअलि हामी बाटो पिकनिक गरिदिएको, हजुरहरूले हेरिदिनुहुन्छ होला भन्ने आशाको साथ। भनेर के भन्नु ए देख्नुहोस् डन्डन कसरी पाकेको आलु। आलु त गाउँको अर्ग्यानिक स्वाद त यति धेरै छ कि तपाईँहरूलाई के नै भन्नु कि उयो लाएर यो उसालेर खुर्सानी भएको भए पक्दैन है। कस्तो लाग्ने छ पुरा। यसले गरेर अलिक धेरै लगाउनु पर्दैन है। चाहिँ होस्ता नि यताको त बल्ल सबैको काम छ। यतातिर मम्मीले उयो त खाँदै सरी प्याज तार्दै, यतातिर बाबाले प्याज तार्दै। ट्याक्टर टायो पो यो उस गरेर गर्नु भने क्या मैले, त्यही भएर म त गर्दिनँ। साथीहरू, हाम्रो बाबाले भ्लग गर्दै यतातिर देख्नुहोस्, यतातिर देख्नुहोस् कस्तो पो होला। अहिलेसम्म काटि नसक्ने म चाहिँ खानाले ढिलो भइसक्यो होला भनेर बरु भन्दाखेरि खानालाई रेडी हुँदैछ। हाम्रो चाहिँ अब घरमा चाहिँ यस्तै पाइन्छ हाम्रो फ्रेन्ड्स। अनि त्यही चटपटीको थोरै हामीले अरूको जस्तो टाइट फाइटवाला चटपटी चाहिँ हुँदैन, हाम्रो चाहिँ नर्मल चटपटी हुन्छ। हजुरहरूले यतातिर देख्न सक्नुहुन्छ। सबैजना हामी सबैजना के अरे के सम्झिँदा त्यसले मैले फाइनली सिङ्गल फाइनली होइन क्या, परिवार सबैजना परिवार मिलेर चाहिँ हामी यतातिर आछौँ। आजको चटपटे मेकर चाहिँ म तपाईँहरूको फन्नी अङ्कल अङ्कल त होइन, सरी गाइज, माई मिस्टेक्स। तपाईँहरूको फन्नी भाइ। अनि हाम्रो उस चाहिँ अब यो
यो चाहिँ चाउचाउ होइन बनाउनुपर्छ। गुड। अर्को प्याकेट चाउचाउ आउँदैछ। सक्छ नि त हट ल गाइज फेरि पनि मसला आइसकेको छ। पछि हाम्रो फेरि अर्को पछि यो चाहिँ के भन्दाखेरि अब चम्ची छैन, अब यसैले चलाउनु पर्छ होइन। मैले चाहिँ घरमा मतलब सिलौटामा पिसेर राखेको गोलभेडा हजुरहरूले यतातिर देख्नु होइन गाइज होइन, झुट बोलेको। यो चाहिँ गोलभेडा होइन, यो चाहिँ अचार हो होइन, गोलभेडाको अचार। अनि अब यसलाई चाहिँ यसरी हाल्नुपर्छ। यो मेरो लुगामा लाग्यो गाइज, यो गलत भयो। चम्ची चाहिँ ल्याएर चाहिँ फेरि यिनीहरूले चलाउनु। मम्मीहरूले चाहिँ हेर्दै यो दुईटा प्लास्टिकमा अड्छ यो उयो खाँदै हेर्दै मम्मीहरूले चाहिँ यतातिर गाइज यो चाहिँ हाम्रो अर्को चाउचाउ सेतो चाउचाउ गइसकेको छ। ल सबै चाहिँ चाउचाउले ढाकिसकेको छ, सेतो चाउचाउले। यतातिर चाहिँ यो चाहिँ अब हामी चाहिँ यसमा नुन हाल्नु पर्ने हुन्छ। अनि यो बारीमा चाहिँ धेरै नुन लानु पर्दैन। अनि यो चाहिँ हाम्रो नुन अनि यो चाहिँ चाउचाउको मसला। अनि मसलालाई यसरी हाल्ने अनि सकियो। झर्नु मसला। यतातिर बाबाले हेर्ने पालो पर्दैन। अब हामी चाहिँ फाइनल यसलाई चलाउन गइरहेका छौँ। साथीहरू प्लास्टिक बेरेर हेर्न सक्नुहुन्छ होइन। गाउँघरको चरपटे चरपटे चरपटे। अब यो चाहिँ यो अलिकति यो उसमै नअट्ने भयो गाइज। फाइनली चटपटी चाहिँ लगभग रेडी भइसकेको छ गाइज। साथीहरू चरपटी चरपटी चरपटे चरपटी चरपटी चरपटे मुख सधैँ लरपटे। अब चाहिँ हामी यसलाई यता राखेर सबैजना मिलेर खान्छौँ। साथीहरू मेरो मुखमा पानी आइसकिसक्यो कि त्यही भएर म चाहिँ खाइदिइहाल्छु। त्यसमा जल साबुन पानीले धुनुपर्छ अहिले पछि। राम्ररी उस गरेर राम्ररी नै खाइदिने कि त्यो फुकालेर नै। अनि साबुन पानीले हात धुनु अलिपछि अनि केही हुँदैन। खानु 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 सबैजनाले खानु। ल बाउ छोराको हात एउटै छ होइन, छोराको हात अलिकति कालो छ। खानु छिटो। चटपटी बनाएको छु, एकदमै मिठो। बिस्को कि त्यसको मिठो बाजा नकल बाबा खाँदा नि नकल पनि छोडेको छैन बाबाले। त्यतिको मान्छेले हेर्थ्यो। ओहो यो मान्छे कस्तो पिरो। कसै पिरो पिरो गजा। अब सकिनु पर्यो। यतातिर परिवारले चटपटीको मजा लिँदै हो फ्रेन्ड्स। सबै गर्नुपर्छ। अनि पिरो चटपटी त जिब्रै स्याउस्याउ गर्ने भेट्छ नि। के अब सरङ कलङ पनि त गर्छ।
मिठो भएछ तर कतिवटा खोर्सानी हालेको एकदम पिरो मिठो नम्बर एकदम पिरो मिठो नदेखाउनु है यहाँ कतिवटा खोर्सानी हालेको यस्तैमा खाएर यसो हर खानु न भाइ ए दाइनाले हामीले एकदम पिरो मिठो एकदम पिरो मिठो कमिलाले खुर्सानी बोकेर हिँड्दैछ कि चाउ खुर्सानी नै खुर्सानी है किन खोर्सानी कतिवटा थियो 3टा ल्याएको थियो सबै हालेको चारपट्टि फिनिस ल्याउनु चारपट्टिको सामान चाहिँ सबै कमिलाले लगेर सक्यो अब फ्रेन्ड्स कस्तो पिरो त मलाई पिरो नहुने मान्छेले चाहिँ पिरो भइज एउटा टिमको रहेछ सबजना यो खान्छ झन् पिरो पो रहेछ यसले पनि लग्यो एउटा 2टा 3 4 5 6वटा लग्यो हाल्छ पानी भाले फ्यामिली पिकनिक पनि सकियो है हेलो फ्रेन्ड्स पिरो भएर मर्न आँटिसक्यौँ हामी पिरो हुन्छ भनेर अघि मैले ल्याएको आरु खान लाग्दैछु भाइ चाहिँ खाँदैन अनि हामीले पानी हाल्नु यस्तो जा म के दुख्यो क्या दुख्छ क्या पुग्दैन मलाई त पिरो बिसे भइसक्यो त्यो रुम बनाउनु यहाँ हेर न यहाँ पो बस्यो झरी चाहिँ यहीँ पो बसेको छ म ल अलमा फ्रेन्ड्स हामी चाहिँ खाइम बनायौँ अब यतातिर लाग्यौँ खाइम बनायौँ यतातिर हिँड्यौँ अब घरतिर सो उहाँले चाहिँ अरू खाँदै हुनुहुन्छ ऊ पिरोले के स्ट्याचु बनेर बस्नुभएको छ ऊ केही नि रियाक्सन नि छैन गइसक्नु भएको छ यतातिर मैले यो खाँदैछु होइन कस्तो पिरो भयो अझै यहाँबाट के आउँछ यहाँ टक्कै हे भगवान् अहिलेसम्म त स्ट्याचु फ्रेन्ड्स फाइनली हामीले चाहिँ खाएर पनि सकिसकेको छौँ जसमा चाहिँ हजुरहरूले चाहिँ देखिसक्नु भइसक्यो अनि आजको मौसम यतातिर हेर्नुहोस् कस्तो भइरहेछ होइन अनि आजको चाहिँ यही भिडियो थियो हाम्रो फ्रेन्ड्स आज चाहिँ काम पनि थिएन सो अनि यता बाहिरतिर सो हजुरहरूलाई देखाइदिएको नि त सो हाम्रो फ्रेन्ड्स आजको भिडियो चाहिँ यति नै हजुरलाई चाहिँ कस्तो लाग्यो यदि राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट एन्ड मेरो च्यानल सब्सक्राइब गर्न नभुल्नु होला फेरि मिल्नेछ अर्को भिडियोमा बाइ बाइ माई फ्रेन्ड्स